वर्ल्ड कपमा अब जुन हामीले इङ्ल्यान्डको टिमले क्रिकेट आफ्नो वर्ल्ड कपको लागि स्क्वाड एनाउन्स गरिसक्यो। हामीले कहिले गर्ने स्क्वाड एनाउन्स होइन? अब कतिजना 420 11 22 कतिजना त गरिसक्नु भयो होइन, 22जना। अब टप 15 कहिले गर्ने स्टेप? त्यहाँबाट टप 15 गरेर होइन, टप एकदम राम्रो जो कि हामीले अहिलेको जमानामा क्रिकेट खेल्न सबैले आउँछ, पर्फेक्टली आउँछ। हामीले गल्ती गर्नु हुँदैन जहाँसम्म पनि क्रिकेटमा कुनै गल्ती गर्नु हुँदैन। यदि प्रेसर र गल्तीबाट बच्यौँ भने, प्रेसर नलिकन गल्ती नगरेर होइन, कुनै क्याच नसुटाएर मिस नगरिकन, कुनै स्टाम्पिङ मिस नगरिकन होइन, र ब्याक टु ब्याक बल टु बल गरेर होइन, लाइन अफ लेन्थमा होइन, कुनै बडी नो बल या वाइड बल नदिएर होइन, यसरी गरेर रनिङ बिट्विन द विकेट होइन, लामो इनिङ खेल्ने होइन, ओभर मतलब कसरी रन बिल्डअप गर्नु छ, विकेट थ्रो नगर्ने इजिली होइन, जहाँसम्म पनि विकेट इजिली थ्रो गरेन भने पक्कै पनि हाम्रो टिमले जित्नेछ। प्रेसर ह्यान्डल गर्नु भएन, प्लस मिनिमम धैर्यता खेल्नु पऱ्यो, धैर्यताले खेल्नु पऱ्यो। सकभर ओपनिङ ब्याट्सम्यानले आउट नहुन्जेलसम्म रन बनाउने प्रयास गर्नु पऱ्यो। जस्तो कुशल भुतेर र आसिफ शेख जबसम्म क्रिजमा छौ, पावर प्लेको राम्रोसँग युटिलाइज गर, प्लस राम्रो स्कोर जाऊ होइन। जतिसम्म हामीसँग विकेट छ, स्लोली खेल्ने होइन क्या, विकेट भयो भने दमदार सटाएर खेलौँ न। विकेट छ हामीसँग भने एकदम रिस्क लिएर गेम खेलौँ न। विकेट हुँदाहुँदै हामीसँग रिस्क लिएर गेम नखेल्यो भने पछि हामीलाई गाह्रो पर्न सक्छ। किन पछि सेट ब्याटरहरूले जब रिस्क लिन सक्दैन भने नयाँ क्रिजमा अनलाइन प्रेसर दबाव हुन्छ। सेट हुनको लागि, बलको जजमेन्ट मिलाउनको लागि सेट भएको ब्याट्सम्यान रिस्क लिनुपर्छ। त्यही भएर माइन्डको गेम हो, यो भनेको माइन्डेड गेम हो। माइन्डेड गेम, कुनै गल्ती नगरेर कुनै क्याच आयो भने त्यसलाई मिस नगरौँ होइन, कुनै बलिङले राम्रो बलिङ गरिरहेको बावजुद त्यसलाई कुनै मिस, यस्तो हो जसले अब यो गेममा खेल्दा खेल्दै जसले मिस गर्छ नि त्यसले नै गेम हार्छ। क्याच मिस गर्यो होइन, फिल्डिङमा लुज फिल्डिङ गर्यो, त्यही मिसको कारणले सानो कुराले अहिले गेम यति सेन्सिटिभ भइसकेको छ कि हल्का मिस्टेकले पनि गेम हार्न सक्छ है भन्ने जस्तो भइसकेको छ। अब हामीसँग त्यही भएर यो मेन्टालिटी लिएर जानु कि हामीहरू यसो मेन्टालिटी लिएर जाउँ कि होइन, कुनै पनि गल्ती नहोस् कि सकभर हार्ड फिल्डिङ, एकदम स्ट्रङ फिल्डिङ, स्ट्रङ बलिङ र स्ट्रङ ब्याटिङ लियो भने बल्ल हामीले केही जित्न सक्छ है, केही गर्न सक्छ। यहाँ कुनै गल्ती नगरेर दोहोऱ्याएर होइन, कुनै मिस्टेकहरू नगरेर होइन, प्रेसर ह्यान्डल गरेर, प्रेसर नलिएर होइन, कसरी टिमलाई अगाडि लैजाने पुरै रणनीतिको साथमा पुरै मिलेर होइन लियो भने हाम्रो टिममा केही हुनसक्छ र हामीले केही गर्न सक्छ। मलाई लागिरहेछ हाम्रो देशले कुनै केही न केही यो टाइममा केही गर्न सक्छ, सुपर 8मा जग्गा बनाउन सक्छ भन्ने मलाई लागिरहेछ। त्यही भएर साथी हो, अहिले हार्ड टिम छ, वेस्ट इन्डिज छ, इङ्ल्यान्ड छ, प्लस हाम्रो के छ, वेस्ट इन्डिज, बङ्गलादेश। यो 3टा टिम भनेको हाम्रो कम्पिटेटिभ टिम हो कि, कम्पिटेटिभ टिम हो मतलब राम्रो टिम हो। उनीहरूलाई अब इटलीलाई त्यस्तो एकदम इजिली लिनु हुँदैन, ऊ पनि हार्ड टिम हो होइन। खेली यहाँ आज कुन टिमले कतिखेर हराउँछ, उनीहरू पनि टेक्नोलोजीमा अगाडि छ होइन, उनीहरू टेक्निक लगाउँछ। तर त्योभन्दा पनि तिनीहरूलाई बिट गर्न इजी, नर्मली प्रेसर नलिनु, मिस्टेक गर्ने होइन, प्रेसर नलिएर आफ्नो गेम खेल्यो भने जबसँग हामीले विकेट छ, रिस्क लिएर रन बढाउने, रन गति बढायो भने बल्ल तिनीहरूलाई प्रेसर पर्न सक्छ र पछि रन बनाउँदा उनीहरूले विकेट गराउन सक्छ र हाम्रो टिमको विन हुन्छ। त्यही भएर यसरी खेल्नु साथीहरू, फिटनेसमा ध्यान दिनुहोस् होइन, फिटनेस लेभल राम्रो गर्नुहोस्, क्रिजमा धैर्यतापूर्वक एकदम टिकेर खेल्नुहोस्, विकेट थ्रो इजिली विकेट थ्रो नगर्नुहोस् होइन। जसरी हाम्रो कुनै सर्टमा एउटा भन्छ नि, जुन सर्ट तपाईँको फेभरेट छ त्यही सर्टमा एक्सन लिनुहोस् कि। जुन सर्ट मलाई शरद भेषारको कुरा मलाई एउटा मन पर्यो होइन, उसले भन्छ जुन सर्ट तपाईँले फेभरेट छ तपाईँ हाल्न सक्नुहुन्छ फुल कन्फिडेन्टको साथ, त्यो सर्ट मात्रै खेल्नु होला।
जुन सर्टमा तपाईँले इजिली तपाईँले जब सेट भइसकेको छ हाम्रो विकेट त्यतिखेर खेल्नु के त्यो सर्टहरू अनकन्टेबल सर्टहरू खेल्छ नि कुनै बेला उपरकटहरू भयो होइन रिभर्स स्विपहरू गर्छ होइन यस्तो सर्टहरू नखेल्नु। खास गरेर कुशल भुतेलको कुरा गर्छु होइन, कुशल भुतेल धेरैचोटि आउट भइसकेको छ होइन, त्यस्तो सर्टहरूमा धेरैचोटि कुशल भुतेल आउट भइसकेको छ। त्यस्तो सर्टहरू नखेलिदिनु आग्रह गर्छु। ठुलो म्याचहरूमा पर्फेक्टली जुन आफूले प्र्याक्टिस गरेछ त्यही सर्टहरू खेल्नु, बल्ल देशलाई के कुनै हुन्छ क्या। अब कुशल भुतेलले कुनै कुनै यस्तो अनावश्यक सर्टहरू खेल्छ कि राम्रो पुरै सेट भइसकेको छ, त्यो ऊ पनि हुँदैन कि त्यसलाई कुशल भुतेललाई म राम्रो सेट भइसकेको छ एकदम नचाहेको सर्टहरू खेल्छ क्या। त्यही भएर त्यसरी पनि विकेट जाँदैछ। कारण सबभन्दा मलाई कुशल भुतेल धेरै मनपर्छ, कुशल भुतेलको सर्टहरू मनपर्छ होइन। तर कुनै कुनै यस्तो निर्णय दिन्छ कुशल भुतेलले, तर नसोचेको गरिदिन्छ क्या। चाँडै नै हाम्रो स्क्वाडको सिलेक्सन होस् होइन, चाँडै नै हाम्रो टिम नेपाल टिमको सिलेक्सन एनाउन्स होस् र स्ट्रङ टिम भएर आओस्। धन्यवाद। जय नेपाल, जय गोर्खा।